गर्ने क्या साटो। त्यसो गर्नु हुँदैन। हामीले प्रार्थना गर्नुपर्छ, बदला लिनु हुँदैन। ईश्वर तपाईँ र मेरो हृदयमा छ भने हामी कहिले पनि बदला लिँदैन। सरी, आइ एम सरी है, म कहिले पनि बदला लिँदिनँ भन्छु। त्यसकारण प्रेम भएको हृदयले कहिले पनि रिस फेरिहाल्दैन। सहन्छ क्या उसले, सबै कुरामा भरोसा गर्छ, सबै कुरामा क्षमा दिन्छ है। हाम्रो प्रेसर हाई हुने आमा बाबुहरूलाई चाहिँ गाह्रै पर्छ। फोन तातिएर आएपछि त म कहाँ आँखा त देख्दिनँ भन्छ। अनि त्यसले गर्दाखेरि कन्ट्रोल गरेर हामी अगाडि बढ्नुपर्छ। प्रभुको महिमाको निम्ति, महामहिमाको निम्ति हामी अगाडि बढ्नको निम्ति हो भने हाम्रो ब्लड तातिए नै पनि त्यसलाई न्युट्रल गर्नुपर्छ। परमेश्वरले कैनलाई सोध्यो, हाबिल खै तेरो भाइ भन्दाखेरि मलाई मेरो भाइको गोठाला राख्नु भएको छ। परमेश्वरलाई पनि प्रश्न गरेका छौँ। हामी परमेश्वरलाई प्रश्न गर्न सक्छौँ, जवाफ त दिन सक्छौँ है। कोही कोही कुरा सोध्नु भने कि सक्छौँ, सक्दैनौँ। मेरो भाइको गोठाला मलाई राख्नु भएको छ भनेको छ कैनले। तेरो भाइ खोइ भन्दाखेरि, किनभने उसको रगत बगिरहेको थियो, उसको रगतले दुवाई दिइराखेको थियो। परमेश्वरलाई थाहा थियो कैनले उसको भाइ हाबिलको हत्या गरेको छ, नष्ट गरेको छ भनेर। यो कत्तिको इमान्दारी हुन्छ भनेर परमेश्वरले सोध्नुभयो। त्यसकारण तपाईँ र म इमान्दार हुनुपर्छ। कैनले जीवनभरि हत्यारा भएको कारण डुलन्ते फिरन्ते घुमन्ते भएर जीवन व्यतीत गर्नु पर्यो है। परमेश्वरको वचनबाट बाहिर मन लगायौँ भने हाम्रो जीवन के हुन्छ? हतभङ्ग भइन्छ। त्यसकारण परमेश्वरको वचन लिएर तपाईँहरू बढ्नुहोस्, वचनभित्र हुनुहोस् है। अनि तपाईँ प्रगति, उन्नति, समृद्धि र परमेश्वरको उपस्थितिमा फल्दै फुल्दै वृद्धि हुँदै तपाईँहरू जान थाल्नुहुन्छ। उत्पत्तिको पुस्तक 27 अध्यायको 41 पद हेर्नु त। यहाँनिर एसावले आफ्नो भाइलाई मार्न योजना गर्छ। पिताले दिएको आशिष, सबैभन्दा ज्येष्ठ अधिकार एसावको याकुबले चलाकी गरेर लुटेर लगिदियो है। दुईचोटि एसावले आफ्नो पितालाई खुसी बनाउनको निम्ति जनावरको सब्जी लिएर जानु पर्थ्यो। अनि ऊ पितालाई खुसी पार्नको निम्ति जनावर मार्न जङ्गल गएको थियो। त्यति नै बेला याकुबले चलाकी गरेर एसाव जस्तै रौँ भएको लुगा लगाएर है, पिताको आशिष, एसावको आशिष प्राप्त गर्नको निम्ति एसाव बनेर गए याकुब। यो ज्येष्ठ अधिकार उसले खोसिदियो। अनि उसलाई के भयो? एसावलाई ऊ जङ्गलदेखि आउँदाखेरि आएर उसले सब्जी बनाएर लगिदियो, मृग मारेर आफ्नो पितालाई खुवाएर आशिष माग्नको निम्ति, खुसी तुलाएर आशिष माग्नको निम्ति। त्यतिखेर अघि याकुबले गएर आशिष लिएर गइसकेको थियो। अनि एसाव जाँदा पिताले भन्छ, त चाहिँ को भन्छ, छामेर मात्रै चिन्थ्यो अरे छोराहरूलाई। छाम्दै जान्छ, रौँ
भएको मान्छे ऊ पनि छ, अघि आएको पनि त्यस्तै छ है। अघि आउने चाहिँ याकुबले चलाखी गरिहालेको थियो। मैले जम्मै अधिकार, ज्येष्ठ अधिकार दिइसकेको छु है, दिइसकेको छु त भनेर धुरो धुरो रुन्छ। यसा छाती पिटी पिटी रुन्छ। आफूले पाउने अधिकार कसैले खोसिदिँदाखेरि त्यो व्यक्तिलाई कति साह्रो ठुलो चोट लाग्छ होइन, धुरो धुरो रुन्छ। अनि अन्तिममा उसले मलाई तपाईँले आशिष दिनुपर्छ भनेर जितेको छ पिताको। त्यो आशिष आफ्नो पापाले बोलिसकेको थियो मुखबाट, यसकारण उसले पाएन। उसले कति रोयो, कति करायो, कति चिच्चायो, पाएन। यसकारण एसावले डाह गरेको हामी पाउँछौँ, याकुबलाई मार्नलाई खोजेको हामी पाउँछौँ। चलाक याकुब थियो, यसकारण मार्नलाई खोज्यौँ। यसकारण हामी यहाँनिर परमेश्वरको छोराछोरीहरू जब रङबाट खेल्न थालेपछि वचन उल्लङ्घन हुँदै 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 जान्छ, जीवनमा ठुलो परिस्थितिहरू आउँदै जान्छ अनि उसलाई मार्नको निम्ति एकदमै खेद गरेको पाउँछौँ। यहाँ हामी हेर्छौँ, अर्को घटना हेर्छौँ, साउल राजा हुँदाहुँदै दाउदलाई परमेश्वरले अभिषेक गर्नुभयो। किनभने साउल राजा हुँदाहुँदै है परमेश्वरले दाउदलाई किन अभिषेक गर्नुभयो होला, त्यो त परमेश्वरको योजनामा हामी थाहा पाउँदैन। तर दाउद जब अभिषेक भइसकेपछि साउल राजामाथि दुष्ट आत्मा बस्यो अनि दाउदलाई मार्नलाई खेदो गर्न थाल्यो, एकदमै निन्दा गर्न थाल्यो, खेदो गर्न थाल्यो है। अनि दाउद ज्यान बचाउनको निम्ति ओडार 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 हुँदै भागे, लुके डुलाउँदै पुहाल्दै विभिन्न ठाउँ हुँदै भागे। दाउद राजाले साउललाई मार्नको निम्ति ओडारमा भेटे, उसको खास्टोको छेउ काटिदिए भनेको छ, तर दाउदले कहिले पनि बदला लिएन है। तर दाउदलाई चाहिँ मारिनको निम्ति खेदो गरेको थियो साउल राजाले। यसकारण यहाँनिर यो घटनाले हामीलाई के देखाउँछ भने हामी परमेश्वरको पाटाबाट, परमेश्वरको वचनबाट, आज्ञाकारिताबाट जब लेफ्ट साइड लाग्छौँ भने हाम्रो जीवनमा रिस, क्रोध, ईर्ष्या, डाह होइन साटो लिने कुराहरू आइपर्छ अनि हामी सहन सक्दैनौँ, हामी त्यो गरेरै छान्छौँ। यसकारण हामी होसियारी हुनुपर्छ। हामी वचनभित्र आउनुपर्छ। म कुन बाटो हिँड्दैछु है, कुन बाटो हिँड्दैछु, आशिषको बाटो कि श्रापको बाटो, जीवनको बाटो कि मृत्युको बाटो हिँड्दैछु है। आज तपाईँ र मैले रोज्नुपर्छ, आशिष रोज्नु आवश्यक छ, जीवन रोज्नु आवश्यक पर्छ, सफलता रोज्नु आवश्यकता छ, उन्नति समृद्धि रोज्नु आवश्यकता छ। श्राप होइन, मृत्यु होइन, दुविधा होइन, रोग होइन, असफलता होइन, दुविधाको कुराहरू होइन, ती कुराहरू चाहिँ परमेश्वरको वचनबाट उल्लङ्घन भएर गइसकेपछि हामी रोज्नलाई पुग्दछौँ। छौँ। त्यसकारण हितोपदेश 11 अध्यायको 9 पदलाई हामी हेर्नेछौँ। हितोपदेश 11 अध्यायको 9 पद। यहाँ भन्छ, धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ तर दुष्टहरूको मुखले त्यसको भ्रताभङ्ग हुन्छ भनेको छ मेरो वचनमा चाहिँ, बाइबलमा चाहिँ है। यो बाइबलहरू संशोधनकर्ताहरू अलग अलग भएको कारण अलिकति शब्दहरू फरक फरक हुन्छ, तर भन्नु खोजेको चाहिँ उस्तै हो। काले कामी भनेको र कामी काले भनेको उस्तै हो भनेर हामीले बुझ्नुपर्छ है। यहाँनिर धर्मात्माको आशीर्वादले सहरको उन्नति हुन्छ तर दुष्टहरूको मुखले त्यसको भाताभङ्ग हुन्छ। स्पष्ट रूपमा छ दुईटा कुराहरू, दुईटा पाटाहरूको बारेमा। धर्मात्माहरूबाट भनेको छ, धर्मात्माहरूको आशीर्वादले चाहिँ उन्नति है
समृद्धि, सफलता, जीवन, प्रगति सबै कुराहरू उपलब्धि हुन्छ। तर दुष्टहरूको मुखले चाहिँ मुखैमा छ सबै कुरा। हितोपदेश 18:21 भनेको छ होइन। यसकारण जीवन र मृत्यु चाहिँ हाम्रो मुखमा छ। हामी जे बोल्छौँ त्यो घोषणा हुन्छ, जे घोषणा गर्छ त्यो पुरा हुन्छ। तपाईँ र मैले जीवन नै रोज्नुपर्छ, आशिष नै रोज्नुपर्छ, सफलता नै रोज्नुपर्छ, सस्ता कुरा नै रोज्नुपर्छ है। हामीले के रोज्दैछौँ आज? रिसको आवेगमा गएर आफूलाई सरापी पठाउँछौँ, परिवारलाई सरापी पठाउँछौँ, रिस उठाउने व्यक्तिलाई सरापी पठाउँछौँ। परमेश्वरको प्रतिस्वरूपमा बनेको कसैलाई पनि नसराप्नुहोस्, आशिष बोल्नुहोस्। तपाईँले जे बोल्नुहुन्छ त्यही पुग्छ। यस कारण हामी सराप्छौँ भने सरापै लाग्छ। जीवन रोज्ने व्यक्तिले कहिले पनि नसराप्ने, जीवन बोल्ने, प्रशस्त कुरा बोल्ने। यसकारण दुष्टहरूले आफ्नो मुखले दुष्टै कुरा निकाल्छ है। तपाईँ र मेरो हृदयमा, यो हृदय चाहिँ भण्डार हो। यो भण्डारमा जे कुरा छ त्यही बाहिर निकाली पठाउँछ है। एकजना बाजे जहिले पनि हल्ला गरेको आमेन 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 भनेको अरे। ठुलो सेमिनार भइरहेको थियो अरे। बाजे डिस्टर्ब हुन्छ तपाईँले आमेन गर्दा, चुपचाप बस्नुहोस् है। तपाईँले एक जोर जुत्ता हुन्छ अन्तिममा सम्मेलन सकेपछि भनेको अरे। जुत्ता मिलेङ्गा नमिलेङ्गा आमेन आमेन भनेको अरे। बाजे त बिच है, जुत्ता मिलोस् नमिलोस् आमेन है। यसकारण परमेश्वरको आशिषको निम्ति हामी त्यसरी अगाडि बढ्नु चाहिँ पर्छ, अत्यन्तै आवश्यकता छ। यसकारण सम्बन्ध भनेको चाहिँ अति राम्रो हुनुपर्छ। बाबु, छोरा, छोरी, आमा, परिवारको है सम्बन्ध बिग्रियो भने गलत हाम्रो परिवारहरू बाटोमा फस्दै जान्छ। एकजना छोराले बाबुलाई जहिले पनि भन्छछ, ड्याडी अनि तपाईँ र म पार्कमा जाउँ घुम्नलाई भनिबस्थ्यो अरे। ड्याडीको कहिले पनि फुर्सद नहुने, कहिले पनि फुर्सद नहुने। सरी छोरा म भ्याउँदिनँ, सरी छोरा म तिमीसित पार्कमा डुल्न भ्याउँदिनँ भनिबस्ने। कहिले नभ्याउने त फुर्सद नहुने बाबु है, कहिले फुर्सद नहुने अरे। अनि छोरा ठुलो भइसक्यो, पढिसक्यो, बढिसक्यो, बाबु कहिले फुर्सद भएन है। अनि छोरा पढेर डिग्री हासिल गरेर सकेर पढाइ सिद्ध्याएर जागिर खानु थाल्यो अरे। त्यहाँदेखि चाहिँ बाबु चाहिँ आफ्नो पेन्सनबाट, आफ्नो ड्युटीबाट, आफ्नो नोकरीबाट रिटायर भएर आएछ। अनि बाबुले सोचेछ, मेरो छोराले जहिले पनि मलाई पार्क घुम्नु जाउँ भन्थ्यो पहिला, अहिले भन्नु छोड्यो त मेरो छोराले। म फुर्सद छु त अब है। अब मेरो पालो उसलाई भन्नु पर्यो, छोरा तिमी र म जाउँ पार्क।